नमस्कार, म पण्डित अशोकराज भट्ट। आज म हजुर सामुन्ने धार्मिक कार्यकर्ता धार्मिक दृष्टिले के कस्ता कार्यहरू गर्यो भने अपराध मान्दछ, किन अपराध मान्दछ भन्ने कुरामा सानो भिडियो ल्याएर आएको छु। हेरेर साथ दिनुहोला। यो चाहिँ हामीले बराह पुराणमा उल्लेखित भएअनुसार भन्दैछौँ। गलत त छैन, त्यही पनि केही गलत भयो भने क्षमा चाहन्छौँ। जस्तै हामीले धार्मिक कार्य गर्दा अध्यारोमा पूजा गर्दा पनि धार्मिक दृष्टिले अपराध मान्दछ। त्यस्तै पूजा नसकी काम गर्दा, पूजा नसकेर हामी यता खाना पकाउने उता अर्को काम गर्ने त्यस्तो गर्यो भने धार्मिक दृष्टिले यो कुरालाई पनि अपराध नै मान्दछ। त्यस्तै भगवान्लाई बासी फुल चढायो भने यो पनि धार्मिक दृष्टिमा अपराध नै हो। अनि जुठो मुखले पूजा गर्यो भने, घन्टी नबजाई मन्दिरमा प्रवेश गर्दा अनि झुटो बोल्दा, अब जस्तै पूजा गर्दैछौँ, पूजा गर्दाखेरि हामीले झुटो बोल्यौँ भने पनि यो पनि धार्मिक दृष्टिले अपराध मान्दछ। नैवेद्य चोर्ने, जस्तै पूजापाठ गरेको ठाउँबाट नैवेद्य बरु मागेर खाने, चोर्ने काम गर्यो भने चाहिँ यो पनि धार्मिक दृष्टिले अपराध नै मान्दछ। यो आफैले पनि बुझ्ने कुरा पनि हो। जस्तै विश्वासघात, पूजा गर्दाखेरि ल म यस्तो गर्छु यो हुन्न भनेर त्यो बेला चाहिँ गर्नु भएन। विश्वासघात अगाडि पछाडि कुरा अलग छ, सकेसम्म अगाडि पछाडि पनि नगरौँ। भ्याएसम्म अगाडि पछाडि नगर्दा पनि राम्रो, अगाडि पछाडि जे जस्तो गरे पनि, तर पूजा गरेर चाहिँ यो नगरौँ। आशा देखाएर निराशमा पार्दा, अब पहिला आशा देखाएर हुन्छ नि पूजा गर्दाखेरि, ल म तिमीलाई यस्तो यस्तो गरिदिन्छु भन्ने, त्यस्तो सकेसम्म फोन त्यो चलाउने कामै नगरौँ। त्यो आशा देखाउने, निराश बनाउने त्यो काम गर्दाखेरि पनि धार्मिक दृष्टिले अपराध मान्दछ। अनि एउटा बाहुनलाई अर्पण गरेको ब्राह्मणको सामग्री, यानि कि ब्राह्मण परण हुन्छ नि, केही सामग्री पनि ब्राह्मण मात्र नभएर एउटा ब्राह्मणलाई दिन्छु भनेर उसको नाममा सङ्कल्प गरिसकेको, तर त्यही सामग्री अर्को ब्राह्मणलाई दुईटैलाई विभाजन गर्यो भने त्यो पनि अपराध नै मानिन्छ। त्यो गर्यो भने पाप लाग्ने सम्भावना पनि बढी हुन्छ। यो सकेसम्म सङ्कल्प गरिसकेको ठाउँमा जसलाई सङ्कल्प गरे त्यसलाई दिने गरौँ। अर्को बाहुनलाई अर्कोलाई दिन अलि कम भयो भनेर भाग गर्ने हुन्छ कि कुनै ठाउँमा गएको ठाउँ पनि मैले देखाएको छु। त्यस्तो गर्यो भने यो धार्मिक दृष्टिले अपराध मान्दछ। यो चाहिँ हामीले बराह पुराणमा उल्लेखित भएअनुसार रिपोर्ट गरेर सानो भिडियो बनाएको छौँ। हेरेर साथ दिनुहोला। सब्सक्राइब